यो कथाको टपिक छ तकमै बुढा 1914 1914 को लडाईँमा चाहिँ के भएछ भने तकमै बुढाको चाहिँ बीच मैदानमा अचानक गोली सकेछ र गोली सकेपछि तकमै बुढा आफ्नो ज्यान बचाउनको लागि टाप दिएछ र एउटा जापानिजले चाहिँ पछाडिबाट गोली हानेको रहेछ फलो गरी गरी गोली हानेको रहेछ र भाग्दा 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 ज्यान बचाउनको लागि तकमै बुढा नदीको किनारामा आइपुगेछ नदीको किनारा आएपछि दायाँ बायाँ कहीँ जाने ठाउँ नभएपछि एउटा थोत्रो डुङ्गा देखेछ डुङ्गा त्यही डुङ्गामा तरेर भए ज्यान बचाउने हिसाबले तकमै बुढाले छिटो छिटो डुङ्गामा चढेर डुङ्गा खियाउन थालेछ र जापानले नि तकमेलाई फलो गर्नु चाहिँ छोडेन रहेछ र ड्याङ्की ड्याङ पछाडिबाट गोली वर्षाको गरेछ तकमै बुढाले छिटो 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 डुङ्गा खियाएछ तर अचानक एउटा गोली चाहिँ डुङ्गामा पछाडि ढङ्ग लागेपछि पाल परेर त्यो पालबाट पानी डुङ्गाभित्र छिरेछ र पानी छिरेपछि डुङ्गा डुब्ने डरले फेरि तकमै बुढाले पौडी पनि खेल्न नआउने रहेछ र ज्यान डरले तकमै बुढाले चाहिँ एउटा औँलाले पछाडिपट्टि बेसकन बुच्चाएछ पाल बुच्चाएर पानी रोकेछ र अर्को हातले चाहिँ एउटा हातले भए पनि डुङ्गा छिटो छिटो खियाएछ ज्यान बचाउने हिसाबले पछाडिबाट जापानिजले चाहिँ गोली हानेको गरेछ तर अचानक एउटा गोली चाहिँ तकमै बुढाको टाउकोमा ढ्याङ्ग लागेपछि तकमै बुढा जोडले चिचाएपछि पाल पनि बेसकन बुचाउनु पनि छोडेन रहेछ डुङ्गा खियाउनु पनि छोडेन रहेछ एउटा हातले भर्खर खिया गर्छ जोडले चिचाउँदै खियाएपछि तकमै बुढा झसङ्ग निन्द्राबाट बिउजेपछि त्यो त विगतमा पो रहेछ तकमै बुढा त सपनामा पो रहेछ त्यो पहिलाको सपना थियो तर यस्तो अवस्थामा जो उसको बेस्ट फ्रेन्ड जुसे माग्ने बुढा पनि रहेछ माग्ने बुढा 3 छक्का पो रहेछ पाल बुच्चाको पछाडि औँला पछाडि चाकमा बुच्चा रहेछ र अगाडि चाहिँ डुङ्गा खियाइरहेको छ मस्तसँग तकमै बुढा झसङ्ग निन्द्राबाट बिउजेछ